हेलो गाइज, स्वागत छ आजको फ्याट टु फिटको अर्को एपिसोड 9मा। आज हामी ब्याक बाइसेप र फोर आर्मको कम्प्लिट ट्रेनिङ गर्नेछौँ। ब्याकको वर्कआउट ल्याट पुल डाउनको 3 सेट। यो एक्सर्साइजले ल्याट्सलाई धेरै इफेक्टिभ रूपमा हिट गर्छ। फर्म क्लिन राखेर स्लो एन्ड कन्ट्रोल रेपिटेसनमा रोइङ। यसले मिडल ब्याक र अप्पर ब्याकलाई राम्ररी एक्टिभ गर्छ। अनि लास्ट सेटमा हल्का वजनले सुपर सेट गरेँ म। नेक्स्ट चेस्ट सपोर्टेड की बार रोइङ लाइट वेटसँग। यो लोअर ल्याट्स र मिडल ब्याकका लागि बेस्ट छ। लाइट वेटमा कन्ट्रोल राखेर गर्नु। नेक्स्ट बाइसेपका लागि केबल कर्ल। यसले बाइसेपलाई लगातार टेन्सन दिन्छ र माइन्ड मसल कनेक्सन राखेर गर्नु। यसले रेन्ज अफ मोसनमा गर्नु। नेक्स्ट बाइसेपका लागि ह्यामर कर्ल। यो एक्सर्साइजले बाइसेपमा राम्ररी फिल दिन्छ, फुल रेन्ज अफ मोसनमा गर्नु। नेक्स्ट यो एक्सर्साइज पनि म गरेँ बाइसेपका लागि 3 सेट 12को रेपिटेसनमा। मैले फेलियर जान्थेँ यसमा पनि। नेक्स्ट एक्सर्साइज फोर आर्मका लागि, यसको पनि मैले 3 सेट गरेँ। नेक्स्ट एक्सर्साइज रिभर्स कर्ल फोर आर्मका लागि, यसको पनि म 3 सेट गरेँ। आजको ब्याक बाइसेप र फोर आर्मका वर्कआउट यति नै। आशा छ तपाईँहरूलाई आजको एपिसोड मन पर्यो। लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला।